ठुले बाबाको घर योभन्दा चाहिँ पछाडिपट्टि थियो र कान्छो बाबाको घर यही जेठाबाको घरदेखि माथिर है यसरी चाहिँ नै थियो। त्यो अहिले हामी कमसे कममा 10 वर्ष बढीमा 30-35 वर्ष पनि भइसक्यो यो तल छोडेर हामी जतततै फैलिएर बसेको छ कि। अनि यो बाटो मुनतिर पदम बहादुर राईको घर यहाँदेखि मोडाग्रुम पदम बहादुर मुनि तपाईँलाई लाग्छ पदम बहादुरको बाउको नाम भन न। पदम बहादुरको राईको घर पदम बहादुर राईको घर यहाँदेखि उहाँको बाउ मोडा गुरुङ पदम बहादुर राईको बाबा है। पदम बहादुर राईको बाबा मोडा गुरुङ पदम बहादुर भन्नाले हाम्रो ज्योति भन्नाले सबैले चिन्छ ज्योतिको बाबा है। यो हाम्रो आशीर्वाद दिएको खण्डमा हामीलाई धेरै राम्रो हुने चिज हो। मलाई सम्झना छ तल फुर्जुङ्गला हाम्रो गाउँ भाइ कान्छी आमाको घरमा पूजा थियो। हाम्रो छोरा ओम बहादुर जागिरको क्रममा बाहिर थियो र कोही गडबडीको कारणले ऊ चाहिँ अलिकति यस्तै बदमासीहरूको उसमा परेछ र त्यसमा हामीले नाम लिएर उसलाई छिटो मुक्ति पाऊँ छुटकारा पाऊँ भनेर यो उसमा चाहिँ म खुदैले धुवा हालेको हो। त्यो पर्सिपल्ट नाम आएको कागजमा त मुक्त भनेर त्यो पितृ भन्ने कुरो बहुत ठुलो चिज हो। त्यो आज हामी यहाँ भोजको लागि जम्मा भएको होइन, यो पितृ पूजाको लागि जम्मा हो। खानपिन चाहिँ नि यस्तै छ, केवल भोग टार्नको लागि मात्रै छ। त्यो आज पितृ पूजा है कि यो हाम्रो अहिलेसम्मको लागि यहाँ सबैले चाहिँ पढ्न सकिन्छ। त्यो यति मान्छे हाम्रो अहिले, त्योभन्दा पहिलाको त हामीलाई थाहा लागेन। नुर्की गुरुङ हार्का गुरुङको बाबा कि हार्का गुरुङले करवीर गुरुङलाई जन्म दिनुभयो। त्यहाँदेखि करवीरले धनसिंह गुरुङ, जुद्धबहादुर गुरुङ, फौदसिंह गुरुङ, भीमबहादुर, पूर्णबहादुर, खै कान्छा ठुले बाबाको नाम पूर्णबहादुर गुरुङ टेकिएको नि चिनिमाएको मुनि पूर्णबहादुर, चस्मा लगाउनु पर्ने, अनि भीमबहादुर, अनि मोडा बाबु स्वर्गीय मोडा गुरुङ है कि यो 6 बाबाहरू। अनि अर्को राइला बाबा र थाइला बाबा भन्ने थियो अरे। सेकेन्ड विश्वयुद्धमा लडाइँको बेलामा बाहिर गएको, उनीहरूको नाम निशान केही पनि रहेन भन्ने मात्रै सुनिन्छ। थाइला बाबा र राइला बाबा पनि थियो अरे हो कि। त्यो उहाँहरूको यतिको सन्तान हो हामी है। त्यो आज यहाँ हामी पितृ पूजाको कुल पूजाको नाउँमा यहाँ भेला भएको छ। त्यो उहाँहरूको नाउँमा अहिले हामीले यहाँ धूपबत्ती बालेर उहाँहरूको सम्झना गर्ने हो, उहाँहरूको नाउँमा हामीले प्रार्थना गर्ने हो।